ल हेर्नुहोस्, यो हाम्रो जाजरकोट जुनी चाँदे गाउँपालिका वडा नम्बर 1 मा हो। हाम्रो घरहरू छाउने पत्थर, हामी अब ढुङ्गा भन्छौँ यसलाई। एकदम कस्तो मिलेको, टाइल भन्दा पनि कम छैन यो। कुनै बजारको टाइल भन्दा पनि कम छैन। टाइल मार्बल लगाउनु भन्दा त यो हाम्रो आफ्नै पाखा बारीमा उत्पादन भएको यो ढुङ्गा खाने, हाम्रो जो घरको छानामा छाउने, खलाको आँगनमा छाउने, पेटीहरू लगाउने हाम्रो मार्बल भनेको, हाम्रो अर्गानिक मार्बल भनेको यही हो। हाम्रो जाजरकोटमा मार्बल टाइल लगाउने सिस्टम हुँदैन। घरको छानामा ढलान गर्ने सिस्टम हुँदैन। यही हो हाम्रो ढलान भने पनि, टाइल मार्बल भने पनि, जे भने पनि हाम्रो एकदम स्पेसल। टाइल मार्बल भन्दा कुनै कम छैन। हेर्नुहोस्, एक पिस गरेर पनि हेर्न सक्नुहुन्छ। यो हाम्रो मार्बल टाइलको चट्टान। यहाँ माथि छ यसको खानी, अलि माथि जानुपर्छ। मलाई अहिले अलि फुर्सद भएन। म यसो गाउँमा आएर यो देख्दा मलाई साह्रै खुसी लाग्यो। यस्तै एउटा पत्थरको घर बनाउने मलाई पनि प्रेरणा जाग्यो। कुनै दिन आएर यही पत्थरहरू प्रयोग गरेर मैले पनि एउटा आफ्नो सानो सानो भए पनि स्वर्ग जस्तो महल बनाउने सोच जाग्यो मलाई पनि। यो ठाउँ भनेको हाम्रो प्रकृतिले हरिभरा भएको यी घना जङ्गलहरू छ। त्यहाँ बस्तीहरू छ। अति सुन्दर बस्ती छ। अहिले यहाँबाट अलि देखिएको छैन। म अलि जङ्गलमा छु। यो एकदम हाम्रो रमाइलो डाँडा पाखा, घना जङ्गलहरू, बस्तीहरूले भरिएको ठाउँ हो। अति सुन्दर रमणीय स्थल हाम्रो जाजरकोट जुनी चाँदे 1 कार्की गाउँमा पर्छ यो। म अहिले ठ्याक्कै भन्दाखेरि हाम्रो छाना खोलामा छु। म मेरो कुल देवता सदर गाउँ मस्टाको थानमा जाँदैछु। हेर्नुहोस्, हाम्रो एकदम स्मरणीय बस्ती, रमाइलो सुन्दर ठाउँ जुनी चाँदे हाम्रो गाउँ, सुन्दर हाम्रो गाउँ। यति भन्दै हस्त म बिदा हुन चाहन्छु। यो हो मेरो कर्मथलो जुनी चाँदेको छाना गाउँ, कार्की गाउँको छाना हो। त्यो पारी मजकोट पर्छ। सम्पूर्ण रुख बिरुवाहरू, अति रमाइलो ठाउँ, बस्ती, मेरो कर्मघर यही हो। म अहिले गाउँतिर जाँदैछु।